Happy birthday to you. Happy birthday to you, dear Rosemary. Happy birthday to you. हामी जाँदैछौँ मन्दिर बर्थडे गर्लसँग। सुमुखको त्यहाँ छेउमा हामी आइपुग्यौँ मन्दिरमा। अब यहाँबाट चाहिँ तल जानुपर्छ। फेरि मन नदेखिने भयो नि त। हामी यहाँबाट त्यहाँ जाने हो मन्दिर। मन्दिर एरिया यो चाहिँ नि यहाँ तल छ मन्दिर। हामी आइसक्यौँ मन्दिरमा। यहाँ सफा गर्दै हुनुहुन्छ पण्डित बाजे। यहाँबाट वाटरफल हुन्थ्यो तर अहिले चाहिँ नि पानी नपरेको भएर बर्खाको बेलामा चाहिँ यस्तो दामी झर्ना हुन्छ त्यहाँ। घर फर्किँदैछौँ। ल यो चाहिँ नि रोजमेरीको साथीहरूले ल्याइदिएको केक अरे। साथीहरू चाहिँ ल्याएको छ। वाउ कस्तो राम्रो रहेछ केक। एकछिन फोटो सेसन हुँदैछ। निस्कियो बोल्लाई कपाल काटाले टाल्ला परे। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Rosemary. Happy birthday to you. काटे काटे काट्दा अलि यता मुख फर्काएको उतातिर बस्छ सबै। अन्त नि अम्बु भिडियो बन्द भयो। गाईको अनुहार देखिएन। हातमा आँखेर दियो भने दौडो। जनताहरू खाना खान लागेछ है। बर्थडे गर्लको नाम है। ब्युटिफुल नेल्स डन बाई सारा गुरुङ। बिचरा त्यता घर परेर त्यो उता माथि लद्दाख साइडतिर परेर रहेछ कि खानी बेला खानी पनि जम्मै त्यो प्याकेटमा ल्याएको छ। प्याकेटको चाहिँ गमन गरौँ अनि अरू त जम्मै उमालेर खाने हो। गाइज यो चाहिँ नि हाम्रो घर फ्यामिलीबाट केक काट्न राखेको है। अघि दिउँसोको चाहिँ नि साथीहरूले ल्याएको भयो केक। यो चाहिँ नि फ्यामिलीको तर्फबाट कस्तो राम्रो छ केक पनि। वाउ म बाल्दिन्छु भने ल ल ल फेरि अन्त नि कसरी समातेको ल केक काट्यो हेर।
Happy birthday to you. Happy birthday to you. Happy birthday dear Rosemary. Happy Birthday to you. जान केक सिधा यिनीहरूले 100 रुपिस भाषा नखाएको फुटेछ त यो त खसेर फुटेको अब चाहिँ नि हामी भिडियोको एन्डिङमा आइसकेछौँ। अब हाम्रो भिडियोलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब नेक्स्ट भिडियोको साथमा फेरि आउने छौँ। क्रिमै लाग्ने बाई। केक हो कताको क्रिम हो।